गाइज वेलकम टु खड्काजी ब्लग। आज हामी नेपालगञ्जमा छौँ है। अनि मेरो बहिनीहरू हो अनि आन्टीहरू हुनुहुन्छ, आन्टी दिदी र अङ्कल हुनुहुन्छ। आज चाहिँ हामी कहाँ जान लाखौँ भन्? हामी आज मेला जान लाखौँ। कहाँ मेला? हामी कोलपुर महोत्सव जान लाखौँ। ल आज हामी सब फ्यामिली भयो कोलपुर महोत्सव है। कोलपुर महोत्सव कस्तो छ अरूलाई देखाउने छौँ। स्टे ट्युन है गाइज, स्टे ट्युन। ल गाइज हामी चाहिँ है मेला लागिसक्यौँ। हामी चाहिँ यो नेपालगञ्जदेखि कोलपुरको सिधा रोडमा आइसक्यौँ है। अनि यो हामी चल्दैछ उकालो। के छ अनि अरू चाहिँ गइहाल्यो है। हामी चाहिँ अलिक पछाडि छौँ। हेलो गाइस, अहिले चाहिँ हामी भ्यू टावर आएको छौँ। भ्यू टावर पुग्यौँ है। एकछिन पछाडि जान्छौँ हामी। मौसम चाहिँ हल्का उता लागेको छ। मौसम चाहिँ हल्का उता हो। हामी चाहिँ अहिले यहाँ भ्यू टावर पुगिसक्यौँ। हेर्नुहोस् हाम्रो कोलपुरको भ्यू टावर। अहिले हामीले कोलपुरको भ्यू टावरबाट भ्यू देखाउँछौँ तपाईँलाई। भ्यू टावरको उकालो यहाँ परेड सावधान। हाम्रो परेडहरू परेड सावधान। लाइज फाइनल्ली पुग्यौँ हामी। ल हेर यता भाइ र म छिटो पुग्यौँ है। फाइनल्ली हामी हेर्नुहोस् कोलपुर है। त्यो चाहिँ कोलपुर। त्यो हाम्रो कोलपुरको भ्यू टावरबाटको दृश्यहरू यस्तो छ है। पुरा कोलपुर है हाम्रो भ्यूहरू। यो चाहिँ हाम्रो भ्यू टावरबाट हो। यता महोत्सव लागेको छ हेर्नुहोस्। हामी चाहिँ महोत्सव जाने भनेर आएको। भ्यू टावर माथि चढेको छौँ अहिले। महोत्सव त्यहाँ छ। महोत्सव त्यहाँ लागेको छ। त्यहाँ छ है महोत्सव। ल फाइनली हामी तल चढ्न लागेको है। हामी चाहिँ अब यहाँबाट झरेर हामी चाहिँ महोत्सव जान लाग्यो। अब भ्यू टावरबाट झरेर हाम्रो भ्यू देखिसक्यो। पुरै चारैतर्फ कोरा भने जस्तो छ होइन। कोलपुर चाहिँ नेपालगञ्ज कोलपुर जता जता अहिले चाहिँ तराई क्षेत्रमा त्यस्तै छ है। अनि हामी चाहिँ अब निस्किन लाग्यो। अब यहाँबाट निस्केर चाहिँ हामी पर महोत्सवमा जान्छौँ सबै। ल गाइज अब चाहिँ महोत्सवमै हजुरहरूलाई महोत्सवमै भेटौँला। ल गाइज हामी चाहिँ टिकट काट्छौँ। मेला आइसक्यौँ। बाबु यता यता रोक्यो अहिले जाम्ला। के चाहियो तँलाई भन्? के चाहियो तँलाई? ए हिरो टिकट काट्छौँ। ल है हेर्नुहोस् यस्तो भिड छ। गेटमा यस्तो भिड छ है कोलपुर महोत्सव।
भिड यस्तो भिड छ हामी चाहिँ यहाँ साइडमा बसेका छौँ आन्टीहरूलाई गरिरहँ एक बार हामी चाहिँ मस्तो घुसिसक्यौँ होइन भ्यान किनिदिउँ दाँत खै दाँत देखेर रोक्छु का छपरी ए छपरी सबरी हो क्या किताब है हामी दिपलको गाडीहरू हामी छिरिसक्यौँ हामी सबरी छिरिसक्यौँ सबरी यो सबरी सिका सबरी यता सबरी छिरिसक्यो आउँदै मम्मी ड्याडीले आन्टीहरू पनि आउनुभयो हाम्रो जम्बो टोली खै अरू आउनु यता सँगै हो सँगै हेर्नु क्या हाम्रो जम्बो टोली है जम्बो टोली हाम्रो जम्बो टोली हाम्रो जम्बो टोली जम्बो ल ए जम्बो टोली ए बाबु ल हामी पुगिसक्यौँ है जुस खाना कोला आइस कोला खाना हामी चाहिँ ल है हेरौँ महोत्सवको चलफल हामी चाहिँ बच्चा बच्चीहरूलाई उता खेलाउन आएको छौँ अब एकछिनबाट चाहिँ हामी त्यो रोटेपिङ खेल्नुपर्छ हिँडै थप्री छोडौली चौपट्टा ल खाप्चो बस्छ त छप्री नानी खेल्ने छु नै हाम्रो रोल बर्गर है हाम्रो नास्ता ए यता हेर बर्गर है लेटमा खानुपर्छ हामी चाहिँ खेल्न गयौँ आउँछ हामी चर्केपिङ खेल्ने हाम्रो जम्बो टोली साथमा चर्केपिङ हातमा हाम्रो जम्बो टोली साथमा चर्केपिङ हातमा तेरो के भयो एकदमै नराम्रो हामी निस्किसक्यौँ फाइनल्ली हेर्नुहोस् है यहाँ जलपरी पनि छ है फेरि यहाँ चाहिँ जलपरी हेर्ने ठाउँ पनि रहेछ है कोलपुर महोत्सवमा जलपरी जलपराहरू हेर्न आउनुहोस् 200 रुपियाँ टिकटमा जलपरा हेर्ने हामी चाहिँ नजाने है नाच
आजको हाम्रो महोत्सव भ्याइयो। आज हामी अब निस्किन लाग्यौँ यताबाट हाम्रो जम्बो टोली। ए छपरी, यो चाहिँ हाम्रो छपरी भाइ, यो चाहिँ हाम्रो छपरी बहिनी। ल निस्क्यौँ हामी बाहिर आइसक्यौँ। ल गाइस, चाहिँ हामी घर पुगिसक्यौँ है। अनि हजुर आजको दिन राम्रो भयो हाम्रो चाहिँ मौसममा। अब चाहिँ आजको भ्लग यहीँ समाप्त।